नमस्कार छ है हजुरहरू सम्पूर्णमा है र फेरि पनि हजुरहरूलाई स्वागत छ है गाउँको युट्युब च्यानलमा है र आज म हजुरहरूलाई है देखाउन गइरहेको छु है रिसप है रिसप एउटा होमस्टे है हजुरहरूले देख्न सक्नुहुन्छ है अनि यहाँ चाहिँ हाम्रो परेको छ है यता यो साइड चाहिँ है यो तलतिर देख्नुहुने चाहिँ तपाईहरुले यो पर्छ है लिएर पर्छ है यहाँबाट यता देख्न सक्नुहुन्छ हजुरलाई यो रिसप हो स्याउले हो अनि यहाँ चाहिँ हाम्रो यहाँ चाहिँ भ्यू पोइन्ट है यहाँतिर चाहिँ भ्यू पोइन्ट यहाँबाट चाहिँ हजुरहरूले देख्न सक्नुहुन्छ आज चाहिँ अब यहाँ उयो छैन नि त है पुरा धुन लागिरहेको छ त्यही कारण देख्दैन नभए चाहिँ यो पिरुङ अलगडा मजाले देख्छ है बिस्मालहरू यता आज चाहिँ राम्रो देखिएको छैन है यहाँतिर त्यो देख्न सक्नुहुन्छ हजुरहरूले यता यहाँ चाहिँ पानी भर्दैछ है यहाँ पानी गर्दैछ यहाँबाट ओह्रालो लानुको लागि है यतातिर छैन अनि यहाँ उँभोतिर यहाँदेखि उँभो गएको है पुरा होमस्टे नै छ है यहाँतिर उकालो गएको है यहाँ चाहिँ हाम्रो पानी भर्दैछ पानीको चाहिँ एकदमै दुःख छ नि त है यतातिर अनि यहाँ चाहिँ खाजाहरू पाउँछ है यहाँ सब कुछ पाउँछ यतातिर यहाँ पनि चाहिँ यतादेखि यता छ है यहाँतिर छ अनि यहाँदेखि हुँदा चाहिँ पानी जान्छ हाम्रो है यतातिर नि तल जान्छ पानी यो ठुलो पाइपबाट जान्छ यहाँबाट हजुरहरूले देख्न सक्नुहुन्छ यता छ है यहाँबाट तल जान्छ यतातिर अनि अब है म चाहिँ अब उँधो लाग्दैछु है यहाँ माथिको पानी भर्दैछ यतातिर छ है अनि यहाँ देख्न सक्नुहुन्छ यता पनि छ यहाँतिर यतातिर यो चाहिँ हो यहाँ चाहिँ होमस्टे हो यहाँ माथितिर पनि छ है देख्न सक्नुहुन्छ हजुरहरूले यहाँबाट यता आएर चाहिँ यहाँबाट जान्छ है सबै यो गएको रातो होमस्टे हो यहाँतिर यहाँ चाहिँ छ है यो चाहिँ हिजो अस्ति भर्खर यसलाई तोडेर फेरि नयाँ बनाएको है यहाँ चाहिँ हुँदैछ कन्स्ट्रक्सनको काम सकिसक्यो है यतातिर चाहिँ अब यहाँतिर चाहिँ यता यो सबै चाहिँ यो होमस्टे नै हो अनि यहाँ माथि यो माथितिर पनि सबै होमस्टे नै हो यतातिर है अनि यहाँ देख्न सक्नुहुन्छ है अनि अब चाहिँ म देखाउनु चाहिँ हजुरहरूलाई यस्तो छ यहाँतिर चाहिँ है यहाँबाट चाहिँ यता यस्तो छ है यहाँतिर चाहिँ पुरा फुलहरू लगाएको छ है यतातिर यहाँतिर यहाँ चाहिँ फुलहरू फुलिसकेको छ है यता यहाँ छ है यहाँतिर छ फुल यहाँ छ यस्तो छ अब यहाँबाट चाहिँ यता दामी सिन देख्छ नि त है अब यहाँ अहिले 2-3 दिन भइसक्यो एकदमै भएको छ नि त पुरा है उयो भएर चाहिँ मौसम अलिक बिग्रेको छ त्यही कारणले गर्दा यहाँ चाहिँ साफ देख्दैन मजाले यहाँबाट पेरुङ दामी देख्छ है पेरुङ बिस्माल है माथि यो तोपखानाहरू है यहाँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ एउटा चरा कराउँदै रहेछ यहाँ है है त्यो छ यहाँ देख्न सक्नुहुन्छ है अब म चाहिँ हजुरहरूलाई तलतिर देखाउँछु है तल अलिक तल गएर हेर्नु सक्नुहुन्छ है यहाँबाट यस्तो छ यहाँबाट यस्तो गएर है यहाँ चाहिँ छ पिकनिक हुने जग्गा है
यहाँ चाहिँ मजाको फुलहरू फुलिरहेको छ है यस्तो छ यहाँ चाहिँ बस्ने जग्गा छ है यहाँ चाहिँ क्याम्प फायर गर्ने भएछ है यहाँ यस्तो छ यहाँ हो यस्तो छ यहाँ त्यो पुरा सब्जीहरू पनि छ है फुलकोपीहरू पनि पुरा रोपेको छ यहाँनिर है गुलाबको फुलहरू छ है पुरा यहाँ यस्तो छ यहाँदेखि गएको चाहिँ परसम्म मटर र फुलकोपी छ नि परसित चाहिँ उयो छ अनि यहाँ चाहिँ पुरै फुलहरू छ नि त है यहाँ चाहिँ हो तपाईँको डाइनिङ रुम है यस्तो छ है अनि एउटा चिज यहाँ चाहिँ है यो चाहिँ गुराँसको फुल छ है यो चाहिँ भर्खर फुलिसकेको चाहिँ यो है यहाँ भर्खर फुलिसक्दै चाहिँ अनि यहाँ चाहिँ हजुरहरूलाई देखाउने कुरा यो चाहिँ हो एप्पलको रुख है त्यो अहिले यस्तो भइसकेको छ 2 साल भयो अरे यो यहाँ यस्तो फुल अब चाहिँ आर्मी चाहिँ सायद फल्छ होला है एप्पलले त्यति लामो भइसक्यो अनि हजुरहरूले यहाँ तलबाट चाहिँ देख्न सक्नुहुन्छ यस्तो छ है यस्तो छ हजुरहरूले यो फ्रन्टबाट चाहिँ यहाँ देख्न सक्नुहुन्छ है यहाँ यस्तो अनि यहाँ हजुरहरूले है अगाडिबाट चाहिँ देख्न सक्नुहुन्छ है यस्तो छ अगाडिबाट चाहिँ पुरा यो चाहिँ उयोहरू आइरहेको छ धुप्पीहरू यहाँतिर है यहाँ माथि चाहिँ अब पानी लाउँदैछ है हिजो अलिकति साइडमा क्लस्टर गरेर चाहिँ पानी क्युरिङ गर्नु हुँदैछ यहाँ पनि छ गुराँस तर अब म चाहिँ जाँदैछु है भित्र है यहाँबाट हुँदो लाग्छ गाइस यसरी चाहिँ यहाँ चाहिँ एउटा मिनी बस डल्लै आएको छ यहाँ माथि यहाँतिर हो सबै यहाँको छ जम्मा 24 जना आएको रहेछ यो बसमा है यहाँ पर आइरहेको छ है 3-4 गाडी यता अनि यहाँ पनि आइरहेको छ है गाडी यहाँतिर छ है यहाँतिर छ आज चाहिँ एकदमै जाडो छ है पानी पर्नु आँटेको छ है यस्तो छ रिसर्भ गाइस अब म चाहिँ जाँदैछु है आज मेरो चाहिँ यहाँ छ है सुसाइ गाइस अब मेरो चाहिँ है उयो भइसक्यो है म चाहिँ यहाँभित्र पस्छु है यहाँ छ मेरो चाहिँ आजको यो चाहिँ हो यहाँ छ अब यहाँ देख्नु सक्नुहुन्छ है आज मेरो सुताइ चाहिँ यता छ है अब म चाहिँ अब सुत्छु है